सिडनीमा हुनुहुन्छ भने फिगर 8 पुल भन्ने ठाउँ चाहिँ एकचोटि जानु होला है। यहाँ पुग्नलाई सबैभन्दा सजिलो स्टार्टिङ पोइन्ट भनेको चाहिँ गारावारा फार्म कार पार्कबाट हो। आजको हाम्रो जर्नी चाहिँ फरेस्टबाट सुरु हुन्छ अनि हामी बबाल ओसियन भ्यू हेर्दै सानो डाँडाबाट तलतिर झर्न थाल्छ। अनि हामी तल आइपुगेपछि यो दामी सानो ब्रिज कटेर गोर्जियस बिचमा आइपुग्दा चाहिँ होइन ड्याम त्यो माथिदेखिको पुरा जर्नी चाहिँ एकदमै फ्रुटफुल भएको जस्तो लाग्यो। खासै नेटवर्क नटिप्ने यो ठाउँमा होल्ली प्रेजेन्ट हुन चाहिँ एकदमै आनन्द आउने क्या। अनि बाटोमा भेटेका अलमोस्ट एभ्री हाइकरले कस्तो गुड गेस्चर दिएको क्या, देख्दा पनि अति मजा आयो। जोस हिँड्न चाहिँ टन्नै हिँड्यो है। पहिला बिचको साइडमा अनि ठुलो ठुलो ढुङ्गाको मुनि अनि ढुङ्गै ढुङ्गा माथि क्या। एउटा डाँडा कटेची पुल आउँछ जस्तो लागेको थियो होइन, तर बल्ल दुईटा कटेची आएका यो ठाउँ। अनि त्यहाँ पुग्यौँ हामी। त्यहाँ पुगेपछि झ्याम्मै डाइभ हान्यो होइन, अति मजा आयो। अलिअलि मान्छे थिए, मल्टिपल सानो स्मल पुलहरू पनि थिए। पुल सानो भयो भने पुरा जर्नी चाहिँ अति बवाल लाग्यो है।